हेलो फ्रेन्ड्स, म आज हजुरहरूलाई 3x3 रुबिक्स क्युब सल्भ गर्न सिकाउँदैछु। यो इन्टरमिडिएट कुरा हो। बिगिनरहरूको लागि म अर्को भिडियो बनाउँदैछु, तर म फर्स्टमा अलि बिगिनरबाट माथिको हुनुभएको फ्रेन्ड्सहरूलाई म सिकाउन गइरहेको छु। जस्तै हाम्रो फर्स्टमा हामीले क्रस बनाउनु पर्छ। हामीले क्रस पहिला कसरी बनाउनु पर्छ, जस्तै अब एउटा फर्स्ट केस छ, व्हाइट यता फर्क्यो भने हजुर हेर्नु होला, जस्ट लेफ्ट टर्न। अब यहाँ रेड र व्हाइट छ, यसमा नि त्यही गर्नुहोस्। अब जस्तै अब यहाँ अहिले राइटमा गर्दा हामी लेफ्टमा गर्छौँ, अब हामी राइटमा गर्छौँ, सेम हो। हाम्रो बनिसकेको छ क्रस। हामीलाई फास्टमा गर्न सकिन्छ। अब हामी जान्छौँ F12। बिगिनर मेथडमा चाहिँ लेयर बाई लेयर हुन्थ्यो भने यसमा चाहिँ F12 हुन्छ। अब हामी F12 को फर्स्ट केस जान्छौँ। जस्तै अब यहाँ हाम्रो एज यहाँ, यसको एज यहाँ अड्के, यसलाई अड्केको बेला निकाल्नको लागि अप गर्नुहोस्, लेफ्ट एन्ड डाउन। हाम्रो बाहिर आइसकेको छ र यसको म्याच गर्नु पर्यो। र यसको फर्स्ट केस हो, माथिको कलर म्याच छ भने हामीले यसको व्हाइट देख्नुभयो भने यसको व्हाइट, यो व्हाइटलाई हामीले आफ्नो साइडमा राख्ने, आफूभन्दा टाढा साइडमा राख्ने, र जस्ट डाउन गर्ने। अनि यो लेफ्ट, यसलाई यसको नजिक ल्याउने, मिल्यो नि है। अब हामीले जस्तै यसमा हालिन्छौँ। अनि यसमा पुट गर्नको लागि अप डाउन, राम्रोसँग ध्यान दिनु होला, डाउन। अब अर्को केस छ, दुईटा जोडेर आएको बेला जस्ट यसलाई अप गर्ने, लेफ्ट गर्ने, भइरहेको छ। जस्तै हेर्नुहोस्, यहाँ जोडेर आएको बेला अप डाउन भइसकेको छ। अब माथि अर्को नयाँ केस, माथि व्हाइट आएको बेला हामीले हाम्रो एजलाई हेर्ने, यसको एजमा यहाँ रातो हो भनेपछि यसलाई रातो भोटा लगाएर राख्ने। रातो गएपछि अब माथि के गर्ने, ग्रिन छ। ग्रिन लागेको बेला हामीले यसलाई अपोजिट, ग्रिनको अपोजिट ब्लूमा गर्ने, टर्न गर्ने, टर्न भयो र हाम्रो उसलाई, यसको जोडीलाई माथि ल्याएर राखिदिने। माथि आएपछि यो मिल्छ। जस्तै हेर्नुहोस्, फेरि पनि गरिदिन्छु म, राम्रोसँग हेर्नु होला। माथि ग्रिन छ, रेड छ। ग्रिनलाई यता गयो भने यता जानु मिल्दैन, यसको अपोजिट, ग्रिनको अपोजिट, माथि छ त्यसको अपोजिट, डन। र यसले जस्ट हालिदिने। अब ब्लू एन्ड रेड, यसको पनि भित्र हेर्नु, भित्र भएकोले निकाल्नको लागि जस्ट अप लेफ्ट डाउन, बाहिर निस्क्यो। अब अर्को केस, माथिको कलर म्याच छैन भने हामीले यसको व्हाइट हेर्ने पहिला, व्हाइट, यसको व्हाइटको अपोजिट हाम्रो एज हुनु भएन, व्हाइटको अपोजिट कहिले पनि एज हुनु भएन। जस्तै यसको अपोजिट एज छैन भनेपछि यसलाई अब जस्ट त्यो व्हाइटलाई अपोजिट राख्ने अनि डाउन गर्नेलाई, सरी। अब हाम्रो अर्को केस आएको छ जुनमा माथिको कलर म्याच गरेको छैन भने हाम्रो यो व्हाइट हेर्नुहोस्, यो जता हात त्यता हेर्नु। यो यसको पछाडि छ भने अलि त्यसको म सिकाउँछु, तर माथिको व्हाइट, त्यसको पछाडि एज, यसको पछाडि व्हाइटको पछाडि एज छैन भने यो मेथड लाउनुहोस्। अलि आफ्नो यो टर्न गर्नुहोस्, हेर्नुहोस्, मिलाइदिनुहोस्, सिधै गरेर मिलाइदिनुहोस्, के गर्नु पर्दैन, मात्र यसलाई गरेर कनेक्ट गर्ने, भेरी इजी। यतिसम्म बुझ्नु भएको छैन भने कमेन्ट गर्नुहोस्, म हजुरलाई अर्को पनि अझै राम्रोसँग बुझाउने गरी भिडियो ल्याइदिन्छु। मिलाइसक्यो, जस्ट यसमा फिक्स गर्नु भयो। अब लास्ट बाँकी रहेको छ। अब यो एउटा यहाँ फसेको छ, यहाँ फस्यो भने हामीले अब यस्तो गऱ्यौँ भने यो फेरि आफू हुन्छ, त्यही भएर पोल्समा हामीले यसलाई यताबाट लगाइन्छ। हामीले जता लगाइनु हुन्छ, मैले यता लगेको छु, अलि यो बिग्रिँदा यो भित्र जान्छ, फेरि हेरेरै गर्नुपर्छ। अब जस्ट अब मैले माथि गरिदिन्छु, आयो।
अब अहिलेको के सायद माथिको कलर म्याच छैन तर एज व्हाइटको पछाडि एज छ व्हाइटको पछाडि एज छ भने हलले एजलाई व्हाइटको अपोजिट अटो लानु पर्यो अब मैले यस्तो गरिदिन्छु हेर्नुहोस् यसलाई फेरि यसरी राखिदिन्छु टर्न डाउन गरिदिन्छु अनि घुमाइदिन्छु भयो अब यो व्हाइटको पछाडि रहेको छैन यो माथि गयो हेर्नुहोस् अनि अहिले सिधा राख्ने सिधै गर्ने यस्तो छ भने यसलाई यहाँ उ गर्न हो भने भयो What's up guys, and this is the next day because I forgot how to solve the yellow cross yesterday, so here we go. And this is the first case. हाम्रो अब यहाँ यल हेर्नुहोस् हजुरको यो नहेर्नुहोस् फर्स्ट बिगिनरमा एल हेर्नुहोस् यहाँ यस्तो हाले एल लेख्नु भने यसलाई नहेर्नु यो एल हेर्नु यो एल लेखेर आएको छ भने हजुरले यसलाई यता माथि राख्नुहोस् टप हजुरको लेफ्ट टपमा राख्नुहोस् र फर्मुला हाल्नुहोस् हजुरले स्क्रिनमा नि आएको छ त्यो गरेपछि हजुरको यसरी बन्छ हजुरको यो लाइन बनेपछि यसलाई कहिले पनि जहिले पनि होरिजोन्टल राख्नु होला डायगोनल कहिले पनि नराख्नु होला हेर्नुहोस् अब यहाँ आएपछि त्यही फर्मुला हाल्नुहोस् अब हजुरको येल्लो क्रस बनिसक्यो येल्लो क्रस बनेपछि हामीले यसको सबैको पेयरहरूले मिलाउनु पर्छ जस्तो यहाँ ब्लू छ रेड छ अनि ओरेन्ज ग्रीन यहाँ ओरेन्ज र ग्रीन मिलेको छ भनेपछि मिलेकोलाई आफ्नो राइटमा राखेपछि यो फर्मुला हाल्नुहोस् यो फर्मुला स्क्रिनमा नै आइसकेको हेर्न सक्नुहुन्छ अप लेफ्ट डाउन लेफ्ट अप डाउन डाउन हेर्नुहोस् हजुरको सबै मिलिसकेको छ यदि कुनै केसमा हजुरको कुनै पनि मिलेको छैन भने पनि यही फर्मुला लाउनुहोस् हजुर दुईचोटि लगाएपछि मिल्छ अब हाम्रो छ टप कर्नर्सहरू मिलाउने कर्नर्सहरू जस्तै अब हेर्नुहोस् यहाँ हेर्नु ओरेन्ज ब्लू येल्लो माथि हुन्छ ब्लू यता हुन्छ र ओरेन्ज यता यो हुँदाखेरि हामीले यो हाम्रो जुन मिलेकोलाई हामीले आफ्नो राइट साइडमा राख्ने राइट साइडमा राखेपछि यो फर्मुला लाउनुहोस् स्क्रिनमा आइसकेको छ होला हेर्न सक्नुहुन्छ अप हजुरहरूले फेरि देखाउँछु यो फर्मुला हालेपछि हजुरको यो बने र अरू कुनै पनि बनेको छैन यो बनाएर फेरि हाल्नुहोस् र हजुरको अब यहाँ सबै बनिसकेको छ हेर्नुहोस् ओरेन्ज ब्लू येल्लो ब्लू रेड येल्लो ग्रीन रेड येल्लो ग्रीन ओरेन्ज येल्लो यदि हजुर कुनै पनि कर्नर्स पहिले फर्स्टमा मिलेको छैन भने पनि यो फर्मुला जता लगाए पनि हुन्छ अब हामीले यो फर्मुला लगाइसकेपछि यो पछि गर्छौँ अब लास्ट यो लेयर पनि सल्भ हान्ने यसको लागि हजुरले आफ्नो क्युबलाई फर्काउनुहोस् र म फर्स्टमै भनिदिन्छु हजुरहरूले मैले अघि नै सिकाएको फर्मुलालाई यहाँ लाउने जबसम्म हाम्रो यो ग्रीन र रेडसँग म्याच गरेन यहाँ ग्रीन आउनु पर्यो यहाँ येल्लो यहाँ रेड आउनु पर्यो अहिले सिकाएको फर्मुला फेरि पनि म स्क्रिनमा आएको छ आर यु आर प्राइम यु प्राइम आर यु आर प्राइम यु प्राइम आर यु हेर्नुहोस् यो मिलिसकेको छ यो मिलेछ भने हामीले यो कहिले पनि यस्तो गल्ती नगर्नु होला पुरै क्युब फर्काउने जस्ट हजुरहरूको तलको उसलाई लगाउनुहोस् गर्सी फेरि आर यु आर प्राइम यु प्राइम आर यु आर प्राइम यु प्राइम हेर्नुहोस् यो फेरि बनिसकेको छ फेरि पनि यस्तो नगर्नुहोस् तलको घुमाउने अब लास्ट छ यो मैले फर्मुला अलि फास्टमा गरिदिएको छु स्क्रिनमा त्यो पनि फर्मुला आएर होला र हजुरको क्युब रेडी छ
द्याट्स इट गाइज। अब हजुरहरूलाई केही नआएकोमा या फेरि केही नबुझेकोमा मलाई कमेन्ट गर्नु होला। हजुरहरूको लागि छिट्टै म रेस्पोन्ड दिनेछु। मैले केही फर्स्ट ट्राई थियो, केही बुझाउनु सकेको छैन भने मलाई भन्नु। धन्यवाद, नमस्ते।